यदि गल्ती पटक पटक गरिरहने हो भने जेनजी विद्रोह त एउटा टेलर मात्रै हो। तामाङले फिल्म देखाउने दिन नआओस्। म यसतर्फ सचेत गराउन चाहन्छु। आदरणीय तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू, मुलुकमा यति बेला जेनजी विद्रोहपछि राजनीतिक सङ्कट गइरहेको छ। मुलुक विषम परिस्थितिमा छ। यो अवस्थालाई मध्यनजर गरेर हामीले पटक पटक राजनीतिक दलहरूलाई भन्दै आयौं, यो अवस्था यस्तो आउँदैछ, तपाईहरुले यो देशको ताला चाबी बलियो लाउनुहोस्, यो देशको घर बलियो बनाउनुहोस्। यो देशको घर बनेको, यो देशको पिल्लर बनेको आदिवासी जनजातिहरू हुन्, दलित हुन्, मधेसी हुन्, महिला हुन्, खसारे हुन्, पिछडिएका समुदाय हुन्। ती समुदायलाई मजबुत बनाउनुहोस्। त्यसका लागि गणतन्त्र बलियो बनाऊ, संघीयता बलियो बनाऊ, धर्मनिरपेक्षता बलियो बनाऊ, समावेशी समानुपातिक प्रतिनिधित्वलाई वास्तविक रूपमा प्रयोग गर। हामीले यो व्यापक रूपमा जोरदारसँग आवाज उठायौं, तर दलहरूले पत्याएनन्, मानेनन्। यो किसिमको जेनजी विद्रोहबाट एउटा भयानक विस्फोट भयो। नेपालको इतिहासमै सबैभन्दा ठुलो जनजनको क्षति हामीले भोग्यौं, बेहोर्यौं। फेरि पनि म राजनीतिक पार्टीहरूलाई आग्रह गर्छु, तपाईहरु गल्ती करेक्सन गर्नुहोस्। तपाईहरुले जुन निर्वाचनमा टिकट बाँड्दै हुनुहुन्छ, समानुपातिक सूचीमा जुन नामहरू राख्नु भएको छ, त्यो नामहरू हेर्दाखेरि तपाईहरु करेक्सन भएको जस्तो हामीलाई लागेको छैन। तपाईहरु सचिएको जस्तो हामीलाई लागेको छैन। तामाङहरूलाई टिकट दिँदाखेरि कुन किसिमले अपहेलित गरिरहेको छ, म पार्टीको नाम भन्न चाहन्न, तर यो नाम प्रति, यो संख्या प्रति हाम्रो चित्त बुझाइ छैन, हामीलाई सहज लागेको छैन। त्यसकारणले गर्दा म पार्टीहरूलाई फेरि आग्रह गर्छु, पुराना नयाँ दलहरूलाई म यही मञ्चबाट भन्छु, करेक्सन सच्याउनुहोस्। अझै समय छ। नभए यदि नसचिने हो भने, यदि गल्ती पटक पटक गरिरहने हो भने जेनजी विद्रोह त एउटा टेलर मात्रै हो। तामाङले फिल्म देखाउने दिन नआओस्। म यसतर्फ सचेत गराउन चाहन्छु। हिजो अस्ति त पार्टीका नेताहरू, मन्त्रीहरू हेलिकप्टर चढेर भागे। अब फेरि पनि हेलिकप्टरले रेस्क्यु गर्ने दिन नआओस्। म यसतर्फ खबरदारी गर्न चाहन्छु। पुराना दलहरू, नयाँ बनिने वैकल्पिक शक्तिहरूलाई पनि म यो मञ्चबाट आग्रह गर्न चाहन्छु, पुरानै दलको लुतो बोकेर भोट माग्न नआउनु। म यसतर्फ तपाईहरुलाई आग्रह गर्न चाहन्छु, सचिनुहोस्। सुशासन समृद्धिको नारा लाएर मात्रै हुँदैन। यो देशमा भएको विभेद, बहिष्करणका मुद्दाहरूलाई, पहिचानका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी आउनुहोस्, तब मात्रै देश बन्छ।